नमस्ते। ल आज अलिकति पर्दा पछाडि हेरौँ न त। हामीले हरेक दिन चलाउने यो प्रविधि, यो डिजिटल संसार आखिर चल्छ चाहिँ कसरी? आउनुहोस्, कम्प्युटर विज्ञानको एउटा किताबको आधारमा यसको रहस्यलाई एकदमै सरल तरिकाले बुझ्ने कोसिस गरौँ। कहिले सोच्नु भएको छ हामीले एउटा मेसेज पठाउँदा वा युट्युबमा भिडियो हेर्दा त्यो स्क्रिनसम्म आइपुग्न कति लामो यात्रा गर्छ होला? यो सबै एउटा नदेखिने अदृश्य नेटवर्कमा टिकेको छ। आज हामी त्यही लुकेको संसारको एक किसिमले नक्सा बनाउँदैछौँ। ल सुरु गरौँ एकदमै आधारभूत प्रश्नबाट। डिजिटल जानकारी मतलब डेटा एक ठाउँबाट अर्को ठाउँमा कसरी पुग्छ? किनभने यही नै हाम्रो पुरै डिजिटल संसारको जग हो। यो पुरै प्रक्रियाको मुटुमा छ डेटा सञ्चार। एकदमै सरल भाषामा भन्नुपर्दा यो भनेको दुईवटा डिभाइसहरूले कुनै माध्यम जस्तै तार वा हावा मार्फत एक अर्कालाई डेटा पठाउने र पाउने काम हो। यति नै हो। अब कुनै पनि डिजिटल कुराकानी हुनको लागि जम्मा 5 वटा कुरा चाहिन्छन्। एउटा पठाउने मान्छे वा डिभाइस सेन्डर, अर्को पाउने रिसिभर, तेस्रो जुन बाटोबाट जान्छ मिडियम, चौथो पठाइने कुरा आफै मेसेज र सबैभन्दा महत्त्वपूर्ण पाँचौं कुराकानी गर्ने नियम प्रोटोकल। यी 5 वटा बिना कुनै पनि डिजिटल संवाद सम्भव नै छैन। यसलाई अझै सरल बनाउँदा सन्देश भनेको हाम्रो फोटो वा टेक्स्ट भयो। प्रेषक र प्रापक भनेको हाम्रो मोबाइल फोन वा कम्प्युटर। माध्यम भयो तार वा वाइफाई जस्तो बाटो। र प्रोटोकल यो चाहिँ इन्टरनेटको व्याकरण जस्तै हो। सोच्नुस् न, व्याकरण बिना बोलेको कसले बुझ्छ र? प्रोटोकलले ठ्याक्कै त्यही काम गर्छ ताकि संसारभरिका सबै डिभाइसले एउटै भाषा बोलुन् र एकअर्काको कुरा बुझुन्। अब डेटा प्रवाह हुने तरिका पनि फरक हुन्छ। जस्तै हाफ डुप्लेक्समा वॉकी-टॉकीमा जस्तै एक पटकमा एकजनाले मात्र बोल्न सक्छ, अर्कोले सुन्ने मात्र हो। तर फुल डुप्लेक्समा चाहिँ टेलिफोनमा जस्तै दुवैजना एकैपटक बोल्न र सुन्न सक्छन्। अहिले हामीले चलाउने इन्टरनेट र मोबाइल संवाद धेरैजसो यही फुल डुप्लेक्समा आधारित छ। ल यति आधारभूत कुराहरूले कसरी आजको यो विशाल इन्टरनेट संसार खडा गर्यो त? अब त्यही ठूलो चित्र, त्यो संरचनाको कुरा गरौँ। हो, त्यही संरचना हो इन्टरनेट। यो कुनै एउटा चिज होइन, बरु करोडौं कम्प्युटर नेटवर्कहरूको एउटा विशाल जालो हो। रमाइलो कुरा के छ भने यसको सुरुवात अमेरिकी सरकारको एउटा सैन्य परियोजनाको रूपमा भएको थियो। यो स्लाइडले इन्टरनेटको यात्रालाई कति राम्ररी देखाउँछ। हेर्नुस् त, सन् 1969मा एउटा सैन्य नेटवर्कको रूपमा सुरु भएको आर्पनेट सन् 1992 सम्म आइपुग्दा विश्वव्यापी सार्वजनिक उपयोगिता बन्यो। र नेपालको कुरा गर्दा सन् 1994मा मर्केन्टाइल कम्पनीले यो प्रविधि हाम्रो देशमा भित्र्यायो। अनि यसले हाम्रो जीवनलाई कसरी परिवर्तन गर्यो? वर्ल्ड वाइड वेबदेखि इमेल, सामाजिक सञ्जाल, अनलाइन ब्याङ्किङ र ई-गभर्नेन्ससम्म आज हाम्रो जीवनको लगभग हरेक पाटो इन्टरनेटमा निर्भर छ। र यी सबै सेवाहरू त्यही सुरुमा कुरा गरेको आधारभूत जडानमा टिकेका छन्। तर हरेक प्रविधिको एउटा अँध्यारो पाटो पनि त हुन्छ, होइन र? यो कनेक्टेड संसारले अवसर मात्रै होइन, नयाँ खतराहरू पनि सँगै लिएर आएको छ। अब यसको अर्को पाटो हेरौँ। यो चित्रले सायद आजको सबैभन्दा सामान्य तर खतरनाक अनलाइन खतराहरूमध्ये एकलाई देखाउँछ, फिशिङ। यहाँ एक आक्रमणकारीले कसरी झुक्याएर व्यक्तिगत र संवेदनशील जानकारी चोर्न खोजिरहेको छ त्यो देखाइएको छ। फिशिङ भनेको चारा थाप्ने काम जस्तै हो। यसमा झुक्याएर पासवर्ड वा क्रेडिट कार्ड नम्बर जस्ता गोप्य जानकारी चोर्ने प्रयास गरिन्छ। र यो यति खतरनाक किन छ भने यसले कम्प्युटरको सफ्टवेयरलाई होइन, सिधै हाम्रो दिमाग र विश्वासमाथि हमला गर्छ। र यो रेखाचित्रले अर्को डरलाग्दो आक्रमणको संरचना देखाउँछ, जसलाई बोटनेट भनिन्छ। यहाँ हेर्नुस् त, एक बोट मास्टरले कसरी हजारौं ह्याक गरिएका कम्प्युटरहरूलाई एउटा विशाल आक्रमण गर्नको लागि निर्देशन दिइरहेको छ। भनेपछि बोटनेट भनेको कम्प्युटरहरूको जोम्बी सेना जस्तै हो। हामीलाई थाहै नभई हाम्रो डिभाइस संक्रमित भएको हुन्छ र त्यसलाई कुनै आक्रमणकारीले टाढैबाट नियन्त्रण गरिरहेको हुन्छ। यसले हामी जस्ता सामान्य प्रयोगकर्तालाई कसरी असर गर्छ? यस्ता संक्रमित डिभाइसहरू ठूला आक्रमणहरू गर्न, स्प्याम फैलाउन वा अरूको जानकारी चोर्न प्रयोग हुन्छन्, जसले गर्दा पुरै इन्टरनेट नै ढिलो वा असुरक्षित बन्न सक्छ। फिशिङ र बोटनेट त केही उदाहरण मात्रै भए। मानिसलाई नै झुक्याएर जानकारी लिने सोशल इन्जिनियरिङदेखि कम्प्युटरलाई बिगार्ने मालवेयर र वर्म अनि अनलाइन दुर्व्यवहारसम्म अनगिन्ती खतराहरू छन् जसले हाम्रो डिजिटल जीवनलाई जोखिममा पार्न सक्छन्। ल
समस्याको कुरा त धेरै भयो। अब समाधानतिर लागौँ न त। यी खतराहरूबाट बच्न हामी के गर्न सक्छौँ? हाम्रो पहिलो प्रतिरक्षा रेखा के हो? सबैभन्दा आधारभूत तर सायद सबैभन्दा प्रभावकारी उपाय हो एउटा बलियो पासवर्ड। यो स्लाइडले यसका लागि केही सरल नियमहरू देखाउँछ। अनुमान गर्न नसकिने, अक्षर, अङ्क, प्रतीक मिसाइएको, हरेक ठाउँमा फरक फरक र समय-समयमा परिवर्तन गरिरहने। यो नै हाम्रो डिजिटल सुरक्षाको पहिलो र सबैभन्दा महत्त्वपूर्ण ढोका हो। अब एउटा अन्तिम तर एकदमै महत्त्वपूर्ण अवधारणाको कुरा गरौँ। त्यो हो हाम्रो डिजिटल फुटप्रिन्ट, अर्थात् हामीले अनलाइनमा छोड्ने हाम्रो छाप। डिजिटल फुटप्रिन्ट भनेको के हो त? सिधा भाषामा भन्दा यो हामीले अनलाइनमा गर्ने हरेक क्रियाकलापको रेकर्ड हो। हामीले लाइक गरेको पोस्ट, शेयर गरेको फोटो, लेखेको कमेन्ट, यी सबै मिलेर हाम्रो एउटा डिजिटल पहिचान बन्छ। यो भनाइले यसको गहिराईलाई कति राम्रोसँग बताउँछ। हाम्रो डिजिटल फुटप्रिन्ट एक अदृश्य रिपोर्ट कार्ड जस्तै हो, जुन वर्षौंसम्म, सायद सधैँभरिलाई रहिरहन्छ। यसले हाम्रो अनलाइन गतिविधिलाई सधैँ प्रतिबिम्बित गरिरहन्छ। त्यसो भए यो अन्तिम प्रश्नबारे एकछिन सोचौँ न त। हामीले अनलाइनमा छोड्दै गएको यो डिजिटल छापले, यो डिजिटल छायाले भविष्यमा हाम्रो बारे कस्तो कथा सुनाउला? यो साँच्चै सोचनीय विषय हो। ल, आजको लागि यति नै गरौँ। अर्को पटक फेरि यस्तै कुनै विषयको गहिराईमा पुगौँला है त।